नमस्कार। आज 2082 साल वैशाख 2 गते, ईस्वी सम्वत 2025 अप्रिल 15 तारिक, शक सम्वत 1947, नेपाल सम्वत 1145 चौलागा, सिद्धार्थी नामको संवत्सर उत्तरायण वसन्त ऋतु। आज मङ्गलबार वैशाख कृष्ण पक्ष द्वितीया तिथि 9 बजेपछि तृतीया तिथि लाग्नेछ। विशाखा नक्षत्र 1:23 पछि अनुराधा नक्षत्र लाग्नेछ। साथै सिद्धि योग रहेको छ। गर करण। आज चन्द्रमा तुला राशिमा छन्। आज बिहानको सूर्योदय 5:42 मा भयो भने 6:28 मा सूर्यास्त रहनेछ। आज त्रिपुष्कर योग रहेको छ 9:02 सम्म र भद्राकरण रहेको छ 8:01 सम्म। भक्तपुरमा महाकाली महालक्ष्मी जात्रा, साथै मध्यपुर ठिमीमा बालकुमारी यात्रा, टोखामा चण्डेश्वरीको मूल रथ यात्रा पनि रहेको छ आज। अब सुरु गरौँ आजको राशिफल। मेष राशि। मेष राशिका व्यक्तिका लागि आज विशेष शुभ दिन रहेको छ। तपाईको व्यापार व्यवसाय अध्ययन तथा विदेशसँग जोडिएका केही नयाँ कामहरू गर्दै हुनुहुन्छ भनेदेखि आज अत्यन्तै सफल हुने देखिएको छ। वृष राशि। वृष राशिका व्यक्तिका लागि भनेदेखि आज नचाहिँदो काममा बढी खर्च गराउन सक्ने देखिएको छ। सम्हालिएर खर्च गर्नुभयो र आजको यात्रा सम्हालिएर गर्नुभयो भनेदेखि राम्रो हुनेछ। साथै दिनको अन्त्यमा स्वास्थ्यमा केही गडबड देखिन सक्नेछ, सावधान अपनाउनुहोला। मिथुन राशि। मिथुन राशिका व्यक्तिका लागि आज व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा हुनुहुन्छ भनेदेखि प्रेम सम्बन्ध सफल हुने देखिएको छ। कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज खुसी प्राप्त गर्ने दिन रहेको छ। तपाईँले कर्मको फल अवश्य पनि प्राप्त गर्नुहुनेछ र कर्म गर्नुहोला। भगवानलाई सम्झिएर कर्म गर्नुभयो भनेदेखि अवश्य पनि तपाईँले खुसी प्राप्त गर्नुहुनेछ। सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज चन्द्रमा भाग्यस्थानमा बसेकाले अधुरा कामहरू पुरा हुने देखिन्छन्। काम गर्दा कुलदेवतालाई सम्झनु भयो भनेदेखि कुनै अरिष्ट नआइकन काम सफल हुने देखिएको छ। कन्या राशि। कन्या राशिका व्यक्तिहरूका लागि आज स्वास्थ्यमा केही गडबडी देखा पर्नेछ। यात्रामा अवरोध सिर्जना हुन सक्छ, त्यसैले सावधान रहेर यात्रा गर्नुहोला। तुला राशि। आज तपाईँको व्यापार व्यवसायमा लगानी गर्नुभएको छ भने धेरै राम्रो देखिएको छ। साथै प्रेमी प्रेमिका साथै वैवाहिक जोडीकाहरूका लागि पनि आजको दिन शुभ नै रहेको देखिएको छ। वृश्चिक राशि। वृश्चिक राशिलाई आज प्रतिस्पर्धामा विजय गराउने योग रहेको छ। स्वदेश तथा विदेशबाट नयाँ अवसरका अफरहरू अवश्य पनि आउने देखिएको छ। दिन शुभ रहेको छ। धनु राशि। धनु राशिका व्यक्तिहरूका लागि आज विशेष दिन रहेको छ। सन्तान तथा बच्चाहरूको सम्बन्धीको कुनै व्यवसाय छ भने तपाईँले आज भरपुर लाभ उठाउन सक्नुहुनेछ। साथै विदेश अथवा स्वदेशमा पनि कुनै अन्तर्वार्तामा सहभागी हुनुभएको छ भनेदेखि आज सफल हुने योग देखिएको छ। मकर राशि। मकर राशिका व्यक्तिका लागि आज खासै शुभ मानिएको छैन। मनमा अस्थिरता आउनुका साथै काम गर्दा अथवा विशेष परिस्थितिमा नआत्तिकन धैर्य भएर काम गर्नुभयो भनेदेखि राम्रो हुन्छ। कतै पनि हडबड नगरिकन काम गर्नुहोला, विशेष सावधानी अपनाएर। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आज साहस भावमा चन्द्रमा रहेकाले पनि आज तपाईँको शुभ मानिएको छ। आज नडराइकन आत्मविश्वासका साथ काम गर्नुपर्ने देखिएको छ। मीन राशि। मीन राशिको व्यक्तिहरूका लागि आज चन्द्रमा त्यति धेरै शुभ मान्न सकिँदैन। आज अनावश्यक रूपमा झमेला निम्ति आउन सक्नेछ, साथै अनावश्यक रूपमा खर्च पनि गराउन सक्नेछ। त्यसैले आजको दिनमा सम्हालिएर रहनुहोला। राशिफलमा जे जस्ता कुरा भए पनि तपाईँको आजको दिन शुभ रहोस्। ओम नमः शिवाय। धन्यवाद।